गुड मर्निङ एभ्रिवान, सबैजना धेरै धेरै धन्यवाद। आजदेखि गाईको फार्म छ, हातमा लाइट संजोगको बडल छ है। पास हुन्छ कि हुन्छ मलाई थाहा छैन, तर जिन्दगी भनेको मेरो यस्तै हो, जहाँतिर कता हो भन्ने कुरा मलाई पनि थाहा छ। हेर्नुहोस् यस्तो छ जिन्दगी, बबाल टेन्सन लिनु परेन। विदेशको ठाउँमा यस्तै हो हजुर। आज म यस्तै लाइसेन्स लिएर हातमा पासपोर्ट भनेको कि पासपोर्ट लाइसेन्स होइन कि पासपोर्ट भन्ने होइन, त्यसलाई लिएर म यस्तै अलिकति कामतिर जाँदैछु। कस्तो हुन्छ आजको काम थाहा छैन। हिजो त बुढीसँग साह्रै झाकडो पऱ्यो यार, गाह्रो छ। यस्तो झाकडो पऱ्यो कि सायद तपाईँहरूले कल्पना पनि गर्न सक्नुहुन्न। यति गर्ने किस्मत खराब भएको मान्छे, फुटेको जिन्दगी, फुटेको घरमा गाह्रो छ। के गर्ने, काम नगऱ्यो भने यस्तै छ। काम गर्नुपर्ने। अब काम गऱ्यो भने राम्रै, जसले पनि राम्रो भन्छ, सबले पनि राम्रो भन्छ, आफ्नो घरको परिवारले पनि राम्रो भन्छ। काम गरेन भने साला सबै हिजडा होइन। त्यसैले आज म यस्तै काममा जान लागेको छु। हिजो त पुरा दिन सुतेको मैले, बिहान 6 बजेदेखि साँझसम्मलाई कामै गर्दैन भने मैले भनेको ठिक छ, यदि काम गर्दैन भने ओके फाइन, म रुममा जान्छु, त्यसपछि मजाले सुत्छु भने त्यसपछि रुममा गएँ, मजाले सुतेँ है। आज आएको हिजो त साह्रै लाखडा पऱ्यो मेरो अलिकता। जस्तै कहिलेकाहीँ जिन्दगीमा दुःख पनि पाउँदो रहेछ मान्छेले, सायद फुटेको कर्म हुनसक्छ मेरो, तर केही छैन। परिश्रम गरेकै छु, फल मिल्ला नमिल्ला त्यसको आशा छैन मलाई, तर प्रयास भन्ने कुरा जारी छ। म त्यसमा कुनै टेन्सन लिन्न। जिन्दगी यस्तो छ, यो घाँसमा कचडा घाँसमा जानु पनि नजाइन आउने बाध्यता, काम गर्नै पर्ने नगरिन बाध्यता। त्यसैले सबैजनालाई धेरै धेरै धन्यवाद। आज म यस्तै काममा जानै पर्ने बाध्यता पऱ्यो, के गर्ने। ल ठिक छ है साथीहरू, अहिलेको लागि म बिदा हुन चाहन्छु। तपाईँहरू हेर्दै गर्नुहोस्, लाइक कमेन्ट गरेको छैन यार, फलो गरिदिनु होला यार, म फलो गरिदिया तपाईँले सलाम छ। तपाईँलाई खुट्टा ढोग्नु म, तपाईँले कन्टेन्ट कस्तो बनाउनु पर्ने भने तपाईँले कन्ट्याक्ट गर्नु पऱ्यो। ठिक छ, ओके बाई, सी यू।